जय मसीह अनि नमस्कार। गुड न्युज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनु भएको आदरणीय श्रोताज्यूहरूलाई आटेन पुस्तकालय विशेष कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्दछु। म एस्तर राईको तर्फबाट कार्यक्रम पुस्तक र जीवन प्रत्येक मंगलबार 5 बजेबाट 5:30 सम्म गुड न्युज एफएममा सुन्न सक्नुहुनेछ। यो कस्तो कार्यक्रम हो भनेर तपाईको मनमा जिज्ञासा उब्जिएको होला। यो कार्यक्रममा हामी पुस्तकको परिभाषा, पुस्तक पढ्न किन आवश्यकता छ, मानिसको जीवनमा परिवर्तन हुनमा पुस्तकको भूमिका के कस्तो हुँदछ, साथै शिक्षा के हो, किन आवश्यकता छ भन्ने विषयहरूमा आधारित रहेर कुराकानी गर्नेछौँ। तर मुख्यतः यस कार्यक्रममा हामी विभिन्न आत्मिकी पुस्तकहरू, जीवन उपयोगी पुस्तकहरू र धेरै बिक्री भएका पुस्तकहरू, बेस्ट सेलर पुस्तकहरू र विभिन्न उपाधि जितेका पुस्तकहरूको बारेमा त्यसका सारांश, समीक्षा र विश्लेषण गर्नेछौँ। श्रोताजनहरू, यस कार्यक्रम प्रस्तुत गर्नुको मुख्य उद्देश्य भनेको तपाईँ र पुस्तक बीचको सम्बन्ध गाँसिदिन हो। गाँसिसकेको सम्बन्ध भए अझै प्रगाढ बनाइदिन हो र तपाईहरू जुनसुकै उमेर समूहको भए तापनि तपाईहरूको पढ्ने र लेख्ने बानी विकास गर्न सहायता गर्नु हो। यस कार्यक्रम सञ्चालन गर्नुको अर्को मुख्य उद्देश्य भनेको नेपाली इसाई जगतको सबैभन्दा ठुलो पुस्तकालय एटेन लाइब्रेरी जुन नयाँ बानेश्वरमा रहेको छ, जहाँ 28,000 भन्दा बढी पुस्तकहरू रहेको छ, त्यस पुस्तकालयको सदस्य बन्न उत्साह दिनको लागि र त्यहाँका किताबहरू र अन्य पाठ्य सामग्रीहरू प्रयोग गर्न उत्साह दिनको लागि पनि यो कार्यक्रम हामीले सञ्चालन गरिरहेका छौँ। तपाईहरू 3 प्रकारका व्यक्ति हुनुहुन्छ भने तपाईले यो कार्यक्रम सुन्न नै पर्छ। नम्बर 1, तपाईँ जो पढ्न असाध्यै मन पराउनुहुन्छ। नम्बर 2, तपाईहरू जो पढ्न मन लाग्छ तर समय नभ्याएर, पढ्ने जोस नचलेर आदि इत्यादिका कारण पढ्न मन भए तापनि पढिराख्नु भएको छैन। नम्बर 3, तपाईहरू जो पढ्न भनेपछि पटक्कै मन पर्दैन, जसको सम्बन्ध पुस्तकसँग 36 जस्तो छ, तपाईहरूकै लागि यो कार्यक्रम हो। साथै तपाईहरूलाई लेखहरू लेख्नमा, पुस्तक लेख्नमा र भविष्यमा लेखक बन्न रुचि छ भने पनि तपाईहरू यो कार्यक्रम सुन्न भएमा एकदमै लाभदायक बन्न सक्छ। त्यसैले अब प्रत्येक हप्ता कृपया यो कार्यक्रम नछुटाइकन सुनिदिनु होला है त। बाइबलले भन्दछ, हितोपदेश 18:15मा विवेकी हृदयले ज्ञान प्राप्त गर्छ र बुद्धिमानको कानले ज्ञानको खोजी गर्छ। प्रिय श्रोताजनहरू, बाइबलले यस्तो पनि भन्दछ कि मेरो प्रजाहरू ज्ञानको कमीले नष्ट भइरहेको छ। आज कार्यक्रमको पहिलो श्रृङ्खला भएको कारणले गर्दा हामी आटेन पुस्तकालयको इतिहास, वर्तमान र भविष्यको योजना आदि बारेमा छलफल गर्नेछौँ र हामी एटेन लाइब्रेरीमा भएको 28,000 वटा किताबहरू मध्येमा एउटा किताबको बारेमा पनि अन्तिममा चर्चा गर्नेछौँ र म पाठ गर्नेछु। नेपाल धर्मशास्त्र शिक्षा सङ्घ एटेन लाइब्रेरीको इतिहास। आटेन पुस्तकालयको स्थापना सन् 1993मा स्वर्गीय डाक्टर रमेश खत्रीज्यूद्वारा गरिएको हो। उहाँ नेपाली इसाई समुदायबाट अक्सफोर्ड युनिभर्सिटीबाट PhD गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो। अध्ययन कालमा अक्सफोर्डमा रहेको विश्व प्रसिद्ध बोल्ड लेयन पुस्तकालय देखेपछि उहाँले नेपालमा पनि यस्तै ख्रिस्टीय धर्मशास्त्रीय पुस्तकालय स्थापना गर्ने सपना देख्नुभयो। उहाँ नेपाल फर्केपछि उहाँले UMN र INF को सहयोगमा एबेन अर्थात् एसोसिएसन फर बिब्लिकल एजुकेसन इन नेपाल स्थापना गर्नुभयो, जसको सुरुवात बागबजार स्थित एक भाडाको कोठाबाट भयो। पछि सरकारमा दर्ता भई यही संस्था अहिले एटेन अर्थात् एसोसिएसन फर थियोलोजिकल एजुकेसन इन नेपाल को रूपमा परिचित छ। आटेन एक अन्तर साम्प्रदायिक संस्था पनि हो। वर्तमानमा एटेनको आफ्नै भवन नयाँ बानेश्वर काठमाडौँमा रहेको छ, जुन स्थानिक पहुँचको हिसाबले सबैलाई सजिलो भएको छ। यो पुस्तकालयलाई नेपाली इसाई समुदायको ऐतिहासिक सम्पत्ति भन्दा फरक नपर्ला। सन् 1993 देखि निरन्तर रूपमा आटेन पुस्तकालयले नेपालभरिका पास्टर, अगुवा, मण्डली, लेखक, बाइबल कलेजका विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुस्तकहरू उपलब्ध गराउँदै आएको छ। साथै यस पुस्तकालयले बाइबल तालिम सञ्चालन, लेखकहरूलाई उत्साह दिने कार्यक्रम, छात्रवृत्ति वितरण लगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको छ, जसको फलस्वरूप आटेनले धेरै लेखकहरू र अगुवाहरूको जन्म दिएको छ। यस संस्थाको मूल उद्देश्य भनेको नेपालमा धर्मशास्त्रीय शिक्षालाई प्रबन्धन गर्नु र गुणस्तरीय स्रोत सामग्री मार्फत क्रिस्चियन अगुवाहरूलाई सशक्त बनाउनु हो। साथै पाठक र लेखक वर्गहरूलाई लेख्न पढ्न उत्साह दिँदै परमेश्वरको राज्यलाई अघि बढाउन पनि हो। वर्तमानमा नेपाल धर्मशास्त्रीय शिक्षा सङ्घ एटेनले बाइबल कलेजहरू साथै पास्टर, अगुवा र विद्यार्थीहरूलाई उच्च स्तरीय पुस्तकहरू उपलब्ध गराएर निरन्तर सेवा पुर्याउँदै आइरहेको छ।
आटेनसँग अहिले करिब 28,000 भन्दा बढी पुस्तकहरू र अन्य पाठ्य सामग्रीहरू छन्, जहाँ 80% इसाई पुस्तकहरू र 20% अन्य पुस्तकहरू रहेको छ भने जम्मा 85% पुस्तकहरू अन्तर्राष्ट्रिय लेखकद्वारा लेखिएका छन् र 15% नेपाली लेखकहरूले लेखेका पुस्तकहरू एटेन लाइब्रेरीमा रहेको छ। यस पुस्तकालयमा अहिलेसम्म जम्मा 29वटा बाइबल कलेज र चर्चहरू संस्थागत सदस्य हुनुहुन्छ भने 350 भन्दा बढी व्यक्तिगत सदस्यहरू हुनुहुन्छ। यस पुस्तकालयमा इसाई मात्र नभई गैर इसाई साथीहरूले पनि उत्साहका साथ प्रयोग गर्दै आइरहनु भएको छ र अहिले 7,500 पटक भन्दा बढी पाठकहरू पुस्तकालयको वार्षिक रूपमा भ्रमण गर्नुहुँदछ। यस वर्ष मात्रै आटेनले व्यवस्थित साउन्ड प्रुफ हल बनाउन सफल भएको छ, जहाँ आउँदो दिनहरूमा आटेनले विभिन्न पुस्तक र लेखन तालिमहरू जस्ता कार्यक्रमको सञ्चालन गर्नेछ र कोही अन्य समूहलाई चाहिएमा त्यस हल उपलब्ध गराउन पनि सक्नेछ। आटेनको संस्थापक को हुनुहुन्छ भन्ने विषयमा छोटकरीमा यहाँहरूलाई बताउन चाहन्छु। स्वर्गीय डाक्टर रमेश खत्री नेपाल धर्मशास्त्रीय शिक्षा संघको र नेपाल एबेनेजर बाइबल कलेजको संस्थापक हुनुहुन्छ। नेपाली क्रिस्चियन जगतमा स्वर्गीय डाक्टर रमेश खत्री सन् 1995 देखि 2019 सम्म नेपाल धर्मशास्त्रीय शिक्षा संघ एटेनका कार्यकारिणी निर्देशक रही आउनु भएको थियो। यसबाहेक उहाँ नेपाल एबेनेजर बाइबल कलेजमा नयाँ करार बेथसालोम फेथ स्कुल अफ मिनिस्ट्रीमा व्याख्यात्मक प्रचार र अन्य सेमिनारीहरूमा विभिन्न विषयमा अध्यापन गर्नुहुन्थ्यो। नेपालबाट बीए गर्नुभएका डाक्टर खत्रीले भारतबाट बीडी गर्नुभयो भने अक्सफोर्ड विश्वविद्यालयबाट येशू ख्रीष्टको सिद्धान्तहरूमा पीएचडी गर्नुभएको थियो। डाक्टर खत्रीका अन्य प्रकाशित कृतिहरू मुर्दाको तलासमा, मिलाप, चट्टानमाथिको घर, स्वतन्त्रता, चाखलाग्दो बाइबल व्याख्या, प्रभावशाली व्याख्यात्मक उपदेश, शहादत पछिको विजय, ब्रेवर देन द गोर्खास, द अथेन्टिसिटी अफ द प्यारेबल अफ व्हिट एन्ड द टेरेस, इज्जत भन्ने कृतिहरू रहेको छन्। 2014 सालमा एटेनबाट बिदा लिन चाहनुभएको डाक्टर खत्रीले 2018मा मात्र परमेश्वरले उहाँलाई उत्तराधिकारी दिनुभयो, जो आटेनको लेखापाल हुनुहुन्थ्यो। जब परमेश्वरले डाक्टर रमेश खत्रीज्यूलाई आफ्नो उत्तराधिकारीसँग भेट गराउनुभयो, उहाँले 1 वर्षसम्म प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रत्येक दिन तालिम दिनुभयो र 2019 नोभेम्बर महिनामा उक्त संस्थाको लेखापाल एस्तर राईलाई आफ्नो उत्तराधिकारी घोषणा गरी आफू आटेनबाट बिदा लिनुभयो। 2080 कार्तिक 4 गतेका दिन उहाँ 71 वर्षको उमेरमा डाक्टर रमेश खत्री पिताको घरमा सदाको लागि जानुभयो र 2019बाट आजको दिनसम्म एस्तर राई यानि कि मैले नेपाल धर्मशास्त्रीय शिक्षा संघको कार्यकारिणी निर्देशकको भूमिका निर्वाह गर्दै आइरहेकी छु। श्रोताबिनहरू, आटेन पुस्तकालयमा 28,000वटा पुस्तकहरू छ भनेर मैले अघि भनिसके र 28,000वटा पुस्तकहरू मध्ये आज एउटा यस्तो पुस्तक तपाईहरुको सामु वाचन गर्न गइरहेकी छु। यो नेपाली इसाई जगतको सबैभन्दा बढी बिक्री भएको पुस्तक पनि हो, जसको शीर्षक रहेको छ संकष्टद्वारा सफलतामा। यो पुस्तकको लेखक पास्टर टेक दाहाल ज्यू हुनुहुन्छ भने पास्टर टेक दाहाल ज्यू उहाँ गेटसमनी एयरपोर्ट चर्च काठमाडौँको पास्टर हुनुहुन्छ। साथै उहाँ गुड न्युज एफएम 105.1 को संस्थापक अध्यक्ष रही विगतमा कार्यहरू गर्नुभएको छ। उहाँले नेपाल राष्ट्रिय मण्डली संगति एनसीएफ नेपाल जुन 1960 मा स्थापना भएको थियो, त्यहाँको निवर्तमान केन्द्रीय अध्यक्ष पनि उहाँ हुनुहुन्छ। साथै उहाँद्वारा नेपाली भाषामा 2वटा पुस्तकहरू प्रकाशित भइसकेका छन्। उहाँद्वारा अंग्रेजी भाषामा पनि 2वटा पुस्तकहरू प्रकाशित भइसकेका छन्। अंग्रेजी भाषामा उहाँद्वारा लिखित प्याराडाइज रिभेल नामक पुस्तक सन् 1995 मा अमेरिकाको न्युयोर्कमा प्रकाशित भइसकेको छ। यस पुस्तकमा 9 वर्षको उमेरमा अपाङ्ग बनेकी उल्मा रुडोल्फ कसरी 1960 को ओलम्पिक स्वर्ण पदक विजेता बनिन् भन्ने विषयमा यहाँहरूले पाउन सक्नुहुनेछ। र यो पुस्तकको पहिलो संस्करण 2074 यानि कि 2017 मा भएको थियो। पहिलो संस्करणमा 3000 कपी पुस्तकहरू बिक्री भएको थियो भने दोस्रो संस्करण 2075 साल 2018 मा प्रकाशित भएको थियो। 1500 प्रति बिक्री भएको थियो र तेस्रो संस्करण 2075 सालमै फेरि 1000 प्रति निकाल्नु भएको रहेछ र बिक्री गर्नु भएको रहेछ भने चौथो संस्करण 1000 कपी र पाँचौं संस्करण 2081 मा 2500 प्रति र यो सबै जोड्दाखेरि जम्मा 9000 कपी चाहिँ आजसम्म यो पुस्तक बिक्री भएको यहाँ पाइएको छ। र यो पुस्तक चाहिँ 102 पेजको रहेको छ। यो पुस्तकले भन्न खोजेको के छ भन्ने विषयमा यहाँहरूलाई आज म बताउन गइरहेको छु। यो पुस्तकमा जम्मा
8वटा विषय सूचीहरू रहेको छ र 8वटा विषय सूचीमा पहिलो विषय सूची रहेको छ रानी एलिजाबेथको हीराको हार। रानी एलिजाबेथ द्वितीयको विवाह राजकुमार फिलिपसँग सन् 1947 भएको थियो। एलिजाबेथका बाबुआमाले विवाहको उपहार स्वरूप तिनलाई एउटा हीराको हार दिएका थिए, जुन हारलाई अहिलेको नेपाली मूल्य अनुसार रु 53 करोड 40 लाख पर्दछ। तिनी बेलायतको राजगद्दीमा सन् 1953 मा बसिन्। तिनको शुभ राज्याभिषेक हुँदा तिनलाई हीराबाट जडित एक मुकुट पहिराइयो, जसको मूल्य रु 15 खर्ब 7 अर्ब पर्दछ। यसको वजन 1 किलो जति छ। एउटा चाखलाग्दो कुरा के छ भने बेलायतका प्राय सबै राजा रानीहरूको मुकुटमा क्रुसको चिन्ह रहेको पाइन्छ। बाइबलको शिक्षाद्वारा नै बेलायतमा उच्च स्थानमा पुगेको कुरा यस तथ्यले प्रमाणित गर्दछ। बाइबलको शिक्षाद्वारा नै बेलायत उच्च स्थानमा पुगेको कुरा यस तथ्यले प्रमाणित गर्दछ। रानीको मुकुट र हीराको हारको मोल चर्को हुनुको कारण हीरा जडित भएर नै हो। हङकङमा जोसेफ लाउ नाउ भएका एकजना धनी व्यक्तिले आफ्नो 7 वर्षकी छोरीको नाउँ एउटा हीराको औँठी खरिद गरेको थिए। उनले खरिद गरेका त्यो हीराको औँठी 11.3 क्यारेटको थियो। उनले यो औँठी सन् 2015 मा रु 48 करोड 40 लाखमा खरिद गरेका थिए। उनले औँठीको नाम आफ्नै छोरी जोसेफिनको नामबाट राखे। यति सानो हीराको औँठी उच्च मूल्य पाउनुको कारण यसको सबै गुण हो। अर्को समाचार अनुसार हङकङमा 59.6 क्यारेटको एउटा हीराको औँठी 7 अर्ब 12 करोडमा बिक्री भएको थियो। प्रकृतिमा पाइने यो पत्थर मूल्यवान धातु हो। हीरा मूल्यवान र आकर्षक बन्नुको अघि धेरै कठिन अवस्थामा भएर जान्छ। यो पृथ्वीमा बिरली रूपमा पाइन्छ। विज्ञानले भन्दछ कार्बन धातु पृथ्वीको ताप र चापमा परेर खारिन्छ। तपाईले अवश्य पनि टिभीमा ज्वालामुखी फुटेर लाभा बाहिर बगेर आएको देख्नु भएको हुन सक्छ। हो, पृथ्वीको गर्भमा त्यस्तै ताप र चाप छ। कार्बन धातु यस्तै चाप र तापमा पृथ्वीको 140 किलोमिटरदेखि 190 किलोमिटरको गहिराईमा कष्टमा भएर जाँदछ। कालान्तरमा यो एउटा सानो कडा ढुङ्गामा परिणत हुन्छ, जसलाई हीरा भनिन्छ। यसलाई कडा पत्थर पनि भन्ने गरिन्छ। हीरा गहनाको रूपमा सिसाहरू काट्ने र ठूला पत्थर फुटाउने काममा प्रयोग गरिन्छ। हीरा यो मूल्य र गुणमा पुग्नुको कारण यसले भोगेका कष्ट नै हो। हामीले ढुङ्गालाई जताततै देख्न सक्दछौँ। तपाईँ हिँड्ने बाटोभरि छरपष्ट देख्न सक्नुहुन्छ। यी ढुङ्गाहरू त्यति मूल्य हुँदैन जति हीराको हुन्छ। तपाईले घरको जग बसाल्न ढुङ्गा खरिद गर्नुहुँदा 1 ट्रक ढुङ्गाको मूल्य केही हजार मात्र पर्छ, तर हीराको कुन कुरा गर्दा यो अरू साधारण ढुङ्गाहरू भन्दा कयौं गुणा बढी मूल्यवान हुन्छ। अरू जताततै पाइने ढुङ्गा प्रकृतिको त्यो चरम कष्टमा भएर नगएको हुनाले ती ढुङ्गाहरूको मूल्य हीरासँग दाच्न सकिँदैन र यो कुरा मानिसको जीवनमा पनि अवश्य लागू हुन्छ। कसैले यसो भनेको छन्, तोडिएको जमिनले अन्न दिन्छ, फोरिएको बादलले वर्षा गराउँछ। चूर्ण हृदय भएको मानिसले महान काम गर्छ। मानिस जब कष्टको मार्ग भएर जान मन पराउँछ, उसले परिश्रम गर्दछ। यहीद्वारा उसले आफ्नो जीवनमा प्रगति गर्दै जान्छ र आफ्नो जीवनलाई मूल्यवान बनाउँछ। रोमी 5:3 र 4ले भन्दछ, यति मात्र होइन तर यति मात्र होइन तर हामी आफ्नो संकष्टमा रमाउँछौँ, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। दुष्ट आत्माले प्रभुका छोराछोरीहरूलाई पनि अल्छी बनाएर असफल बनाएको छ। पवित्र बाइबलको परिश्रममा विश्वास गर्छ। बाइबलले काम नगरी फल फलाउने कुरालाई विश्वास गर्दैन। धेरै विद्यार्थीहरू नपढिकनै उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुन चाहन्छन्। कति किसानहरू राम्रो परिश्रम नगरी प्रशस्त फल फलाउन चाहन्छन्। मानिसहरू उत्कृष्ट सेवा नदिई सफल हुन चाहन्छन्। यसो गर्नाले सफलता केवल दिवा सपना मात्र बन्न पुग्दछ। पवित्र बाइबलले भाग्यलाई होइन तर विश्वाससाथ गरिने परिश्रमलाई मान्यता दिन्छ। नास्तिक नेता लेनिनले रसियाको आन्दोलनपछि रहेको जनताको घरमा बाइबलको एउटा पद टाँस्न लगाए। त्यो पद चाहिँ 2 थेसलोनिकी 3:10 थियो। त्यस खण्डमा यसरी लेखिएको छ, कसैले काम गर्दैन भने त्यसले नखाओस्।
संसारको अर्को बहुमूल्य गहना मोती हो। हामीले यसको बनावटलाई अध्ययन गर्यौं भने हामीलाई थाहा हुन्छ कि यो पनि कष्टबाट नै बनेको हुन्छ। समुद्रको एउटा ओइस्टर जातको माछाको पखेटाभित्र यो बन्दछ। कुनै जीवाणु ओइस्टरको पखेटामा आएर बसेपछि त्यसले माछालाई एकदमै कष्ट दिन्छ र ओइस्टरले आफ्नो वेदनामा त्यस जीवाणुप्रति समय समयमा केही र्याल जस्तो पदार्थ जोड्छ। उक्त पदार्थले जीवाणुलाई छोप्दै जान्छ र प्रक्रियालाई बालुवाको पानीमा घर्षण दिन्छ। यसलाई समुद्रको पानीको चापले थिचेको हुन्छ। यो प्रक्रियामा भएर जाँदा त्यहाँ एक दाना आकारको वस्तु निर्माण हुन्छ जसलाई मोती भनिन्छ। यो समुद्र मुनिको सतहको घर्षण र चापद्वारा बन्दछ। मोतीले भोगेका चाप र कष्टको कारण यो बहुमूल्य अवस्थामा पुग्न सक्दछ। एउटा मोतीको दाना फिलिपिन्सको समुद्रमा सन् 1930 मा फेला पर्यो जसको नाम लोजु राखियो। यसलाई रु 35 करोडमा 2013 सालमा बिक्री गरियो। यो सानो मोतीको दानाको मूल्य त्यति धेरै हुनुको कारण यसमा भएको गुण नै हो। यो सङ्घर्षमा रगेडिएर धेरै कष्ट भएर जाँदा यसले एक बहुमूल्य गुण प्राप्त गर्दछ। धनी मानिसहरूले यसलाई ठुलो धनराशि हालेर खरिद गर्दछन्। मैले एक रात मोतीको माला लगाएर सुत्ने मौका पाएको थिएँ। सन् 2044 तिरको कुरा हो। मेरो एक आफन्त दाई नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो। एक बेलुकी बिदाको समयमा उहाँ मलाई भेट्न आउनुभयो। त्यो रात उहाँले मलाई एउटा माला लगाएर सुत्ने सल्लाह दिनुभयो। त्यो मोतीको माला थियो। एक जापानी वृद्ध व्यक्तिले आफ्नो नेपाली श्रीमतीलाई त्यो उपहार दिनुभएको रहेछ। मेरो पाहुनाले भन्नुभयो ती जापानी वृद्धकी श्रीमतीले त्यो मोतीको मालालाई भाडामा दिनुहुन्छ र तपाईले पनि अनुभव गर्नुहोस् भनेर मैले यो माला भाडा तिरेर तपाईलाई ल्याइदिएकी छु। उहाँको यो कुरा सुनेपछि म निकै उत्साहित भए। मैले त्यो माला हातमा लिएर हेरेँ। मैले मोतीको विषयमा सुनेको थिएँ तर देखेको भने थिएन। त्यसलाई हेर्दा त्यति सुन्दर त देखिँदैन थियो। उहाँले मलाई कोठाको बत्ती निभाउन लगाउनु भयो। त्यसपछि मैले मेरो घाँटीमा लगाएको माला सेतो भएर बलेको देखेँ। मैले एक रात त्यसलाई लगाएर सुतेँ। म बिहान उड्दा मेरो शरीर त यस्तो हल्का भएको रहेछ। मैले मेरो शरीरलाई फुलको थुङ्गा जस्तो हल्का भएको महसुस गरेँ। मैले मेरो पाहुना दाइलाई धन्यवाद दिएँ। धनी मानिसहरूले त धेरै रकम तिरेर मोती किन किन्छन् भन्ने कुरा मैले त्यस दिन बुझेँ। उनीहरूले मोतीको दानाको सौन्दर्यलाई मात्र होइन तर यसमा भएको रहस्यमय गुणलाई खरिद गर्दा रहेछन्। यो मोतीको बनावट सङ्कष्टमा हुन्छ। यो सङ्कष्टमा भएर जाँदा यसले आफूभित्र विभिन्न गुणहरू प्राप्त गर्दछ। यो मोतीको दाना जस्तो हरेक महापुरुषको जीवनी पढ्दा उहाँहरूले भोग्नु भएको सङ्कष्ट पढ्नै पर्छ। उहाँहरू बिना सङ्कष्ट महापुरुष बन्न सक्नु भएन। तपाई आफ्नो जीवनमा सफल हुनुको लागि परिपक्व हुनुपर्छ। सङ्कष्ट बिना परिपक्वता आउँदैन। याकुबको पुस्तकले सङ्कष्ट हुँदा पुरा आनन्दको विषयमा सम्झिनु भनेको छ। तपाईलाई यसले धैर्यतामा र परिपक्वतामा पुर्याउँछ। परिपक्वता चाहिँ पाकेको फल जस्तै हो। सबैले पाकेको फल नै खान मन पराउँछन्। हरेक मानिस परिपक्व हुन चाहन्छन् र त्यो मूल्यमा पुग्न चाहन्छन्। यो गुणमा पुग्न सङ्कष्टलाई सबैले स्वीकार्नै पर्छ। कोही पनि ओह्रालो हिँडेर सगरमाथाको चुचुरोमा पुग्न सक्दैन। एउटा व्यक्ति सफलतामा पुग्न कष्टमा भएर जानु अपरिहार्य छ र एक व्यक्ति सङ्कष्टबाट खारिनै पर्छ। सुन पनि प्राकृतिकमा पाइने अमूल्य वस्तु नै हो। हाम्रो देशमा सुनको कारोबार धेरै भएको पाइन्छ। सुन सुन्दर हुन्छ। अङ्ग्रेजीमा एउटा भनाइ छ, सुनलाई खोल हाल्न पर्दैन। यसको स्तर क्यारेटबाट छुट्याइन्छ। मसँग 11 क्यारेट वाला एउटा औँठी छ जुन मैले उपहारमा पाएको थिएँ र अर्को एउटा औँठी 24 क्यारेटको छ। यो पनि मैले उपहारमा नै पाएको हुँ। एक पटक मैले मेरा 11 क्यारेटको औँठी बेच्न खोज्दा त्यसको मूल्य त एकदमै थोरै रहेको मैले सुन पसलेको साहुजीबाट थाहा पाएँ। तर अर्को 24 क्यारेट वालाले भने उत्कृष्ट मूल्य पाउने रहेछ। मैले पसलको साहुलाई आखिर यी दुवै औँठी सुनकै त हो नि भन्दै प्रश्न गरेँ। उहाँले त्यो 11 क्यारेट वाला त सुन होइन भन्नुभयो। त्यो 11 क्यारेट वाला औँठीमा बढी मिसावट पाइन्छ तर अर्को 24 क्यारेट वालाले भने उत्कृष्ट मूल्य पाउने रहेछ। मैले पसलको साहुलाई आखिर यी दुवै औँठी सुनकै त हो नि भन्दै प्रश्न गरेँ। उहाँले त्यो 11 क्यारेट वाला शुद्ध सुन होइन भन्नुभयो। त्यो 11 क्यारेट वाला औँठीमा बढी मिसावट पाइन्छ तर तपाईँको अर्को 24 क्यारेट वाला सुन चाहिँ शुद्ध सुन हो भन्नुभयो। अशुद्ध सुनलाई आगोमा पगालिन्छ र यसलाई पिटेर खिया निकालिन्छ। यही प्रक्रियालाई धेरै पल्ट दोहोर्याएपछि त्यो सुन 24 क्यारेटको बन्दछ।
सुन 24 क्यारेटको बन्न आगोमा भएर जान्छ, सुनारीको पिटाइ खान्छ र त्यसपछि सुन आफ्नो मूल्यमा पुग्दछ। तपाई पनि समय समयमा समस्याको आगोको भट्टीमा भएर जानुपर्छ। कुमालेको पिटाइ अर्थात् परमेश्वरको ताडना खानुहुन्छ, तर यो लौरो प्रेमको लौरो हो। यो निर्माणको लागि हो, विनाशको लागि होइन। यो लौरोले तपाईको जीवनको बालुवा र छेस्काहरूलाई निकाल्दछ। त्यो कष्टले तपाईलाई बलियो र सुन्दर माटोको भाँडोमा परिणत गरिदिन्छ। तपाईको पापी स्वभावको खियाबाट शुद्ध गराउँछ। एक पटकको कुरा हो, मेरो RX मोटरसाइकल थियो। त्यो मोटरसाइकल स्टार्ट गर्न समस्या भइरहेको थियो। मैले त्यसलाई मेकानिक कहाँ लगेँ र उहाँले त्यसलाई खोलखाल पार्नुभयो। उहाँले सबै कुरा फिट गरिसक्नु भएपछि मोटरसाइकललाई एक किक हान्न बित्तिकै मोटरसाइकल स्टार्ट भइहाल्यो। उहाँले ल अब चढाएर हेर्नुहोस् त भन्दै मोटरसाइकल मलाई दिनुभयो। मैले चढेर विचार गर्दा मोटरसाइकल त पहिलाको भन्दा धेरै हल्का भएको महसुस गरे। हाम्रो सम्वेकको जीवन पनि यो मोटरसाइकल जस्तै हुन्छ। यसलाई सर्भिसिङको जरुरत पर्छ। बाइबल धर्मशास्त्रले भन्दछ, हाम्रो प्राणमा पापको खिया छ, जसले गर्दा तपाईको जिन्दगीलाई सुस्त बनाइदिन्छ। यसले तपाईलाई अशान्ति र डरतर्फ डोर्याउँछ, तपाईलाई असफल बनाउँछ। तपाई आफैले यो समय समयमा अनुभव गर्न सक्नुहुन्छ। रोमीको पुस्तकले भन्दछ, तपाईमा पापको स्वभाव छ, यसलाई तपाई आफैले क्रुसमा लानुपर्छ। प्रभुले तपाईलाई यो स्वभावबाट शुद्ध हुन, समस्याहरू आउन दिनुहुन्छ। तपाईले यसलाई सफा गर्ने खाक्सी सम्झेर स्वीकार गर्नुपर्छ। ख्रीष्टको रगतले तपाईको विश्वासद्वारा पाप क्षमा भइसकेपछि पनि यो स्वभाव यथावत नै रहिरहन्छ। यसैकारण प्रभुले तपाईको जीवनको मोडहरूमा अति अवरोध ढिस्काहरू राखिदिनु भएको छ। यो ढिस्काहरूले तपाईलाई ठिक अवस्थामा ल्याउने काम गर्दछ। कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला र अर्को साता मंगलबार 5 बजेबाट 5:30 सम्म फेरि यस संकष्टद्वारा सफलता पुस्तकलाई यहाँहरूको माझ पुनः ल्याउने बाचाका साथ अर्को साता भेट्ने आशाका साथ बिदा लिन चाहन्छु। जय मसीह, नमस्ते। आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईलाई कस्तो लाग्यो? आशा छ तपाई आशिषित हुनुभएको छ र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा अटेन पुस्तकालय प्रति तपाईको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ अटेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 9823199747 9823199747 र हाम्रो इमेल आइडी पनि रहेको छ estherrai747@gmail.com estherrai747@gmail.com। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट बिदा माग्नुपर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी बिदा हुन्छौं। जय मसीह, नमस्कार।